तपाईँ चाहिँ केमा आउनु भएको? म केयर गिभरमा। केयर गिभर? हजुर। कस्तो हुँदो रहेछ कामहरू? केयर गिभर भन्ने बित्तिकै त अब कुनै केयर होममा हुन्छ, कुनै हस्पिटलहरूमा हुन्छ, त्यही बुढाबुढीहरू मेन्टल्ली चाहिँ स्ट्रङ हुनुपर्छ केयर गिभरमा चाहिँ। अब काम गर्ने मान्छेसँग होइन कि त्यहाँ हुने कौरेसा सामाहरू हुन्छ, बुढाबुढी हुन्छ नि, तिनीहरूसँग चाहिँ अब उ गर्नको लागि चाहिँ स्ट्रङ हुनुपर्छ। आफू कतिको स्ट्रङ हो त? म त तिनीहरूलाई उल्टै नेपाली सिकाएर नेपाली गीत सिकाएर नचाएर बस्छु म त। आकाश उज्यालो थियो हामी ओसाका पुग्दा। त्यस्तै बिहानको 9-10 बजेको भएर काम र पढाइमा निक्लिनेहरूको भिडभाड बढ्दो क्रममा देख्न सकिन्थ्यो। जापानको अन्य भिसाहरूभन्दा फरक भिसा एसएसडब्ल्यूमा आएको रश्मि बहिनीसँग उनको जीवनशैलीको कथा सुन्न हामीलाई ओसाकासम्म ल्याइपुर्यायो। कति भयो रे हजुर जापान आउनु भएको? म जापान आएको त अहिले 11 महिना पुग्न लाग्यो नि। 11 महिना भयो बल्ल हो कि छिटो भनौँ। एसएसडब्ल्यू भिसामा आउनु भएको है? हजुर। कस्तो हुँदो रहेछ त्यो एसएसडब्ल्यू भिजा चाहिँ? एसएसडब्ल्यू भिजा चाहिँ अब त्यस्तो गाह्रो चाहिँ नहुने के। अब नेपालबाट आएपछि अब हाम्रो चाहिँ नेपालबाट नै सबै कामहरू फिक्स हुन्छ नि त। आएपछि डाइरेक्ट काम गर्ने हो, अरू कामहरू गर्न चाहिँ पाउँदैन। काम गर्ने टाइममा काम गर्ने, सुत्ने टाइममा सुत्ने, त्यही हो। त्यस्तो ठिकै छ। नेपालबाट आउन चाहिँ कस्तो भाषाहरू पढेरै आउनुपर्छ? हजुर, नेपालबाट चाहिँ अब यही जापानिज ल्याङ्ग्वेजको यान्फो भन्ने लेभलको पास गर्नुपर्छ। अनि के काम गर्ने त्यसको स्किल पनि पास गरेर आउनुपर्छ। त्यो पनि उतै नै फिक्स हुन्छ? हजुर, त्यो त अब नेपालबाटै दिने हो, यहाँ आएर त दिने हो त है। अनि यहाँ आएपछि चाहिँ काम चाहिँ अब धेरै उसहरूकोमा के भन्छ, धेरै स्किलहरू हुन्छ नि त। अब फुड सर्भिस भयो, केयर गिभरहरू भयो, एग्रिकल्चरहरू भयो, अरू पनि धेरै छ अहिले नेपालमा खुलेको। त्यो मध्ये आफूलाई जुन मनपर्छ त्यसको इक्जाम दिने नेपालबाटै, अनि त्यही स्किल पास गरेर चाहिँ आउने हो। तपाईँ चाहिँ केमा आउनु भएको? म केयर गिभरमा। केयर गिभर? हजुर। कस्तो हुँदो रहेछ कामहरू? केयर गिभर भन्ने बित्तिकै त अब कुनै केयर होममा हुन्छ, कुनै हस्पिटलहरूमा हुन्छ, त्यही बुढाबुढीहरूलाई हेर्ने बाजे बजेहरू हुन्छ, थुप्रा हुन्छ, कतै धेरै कतै थोरै हुन्छ। त्यही तिनीहरूलाई हाम्रो जुन डेली लाइफमा हामीले आफूलाई गरिन्छ नि त्यो काम चाहिँ उनीहरूलाई गरिदिने, त्यही हो। सजिलो हुने रहेछ काम? सजिलो भनेर नि अब त्यस्तो सजिलो नि हुँदैन। विदेशमा अरूको ठाउँमा काम गर्न त गाह्रो भइहाल्छ। अब ठिकै, अब निन्चिसोहरू मतलब त्यो डिमेन्सियाहरू भुल्ने रोग भएकोहरू हुन्छ क्या बुढाबुढीहरू, त्यस्तो ठाउँमा चाहिँ अब कुनै बेलामा राम्रो ट्रिट गरे हो भने कुनै बेला रिसाउने, अब पिट्ने त्यस्तो खालको नि हुन्छ। तर अहिलेसम्म चाहिँ त्यस्तो गरे होइन। धेरै रिस उठायो भने है हाम्रो चाहिँ मानसिक उस चाहिँ अलिक स्ट्रङ हुनुपर्छ क्या तिनीहरूसँग काम गर्नको लागि। हजुर। साकुराको सिजन भएर होला जताततै ढकमक्क साकुराहरू फुलिरहेका थिए। मनै लोभ्याउने साकुरासँगै ओसाका सहरको दृश्यले समेत मन फुरुङ्ग बनाउँदै गयो। स्टुडेन्ट र अब तपाईँ आएको भिजा एकदम फरक हो नि त। टोटल्ली फरक। म पनि अहिले स्टुडेन्ट नै फेजमा हुँदा हजुर मैले भोग्ने अनुभव र तपाईँले भोग्ने अनुभव फरक छ। त्यो भएको कारणले गर्दा एसएसडब्ल्यू भिजा सर तपाईँलाई यसो सोच्दाखेरि स्टुडेन्ट भन्दा बेटर हो कि? अब त्यो त अब दुइटै बेटरै छ होइन। स्टुडेन्ट भिजा भनेको फ्युचरको लागि राम्रो छ है। अब एसएसडब्ल्यू भिजा भनेको अहिलेको लागि हामी नेपालीलाई त विदेश गएर पैसा कमाउने भन्ने हो नि त। त्यही सोचले चाहिँ म चाहिँ एसएसडब्ल्यू भिजामा आएको। अब अहिलेलाई चाहिँ पैसा कमाउने, अनि हाम्रो चाहिँ जम्मा 5 इयर्ससम्म मात्र बस्न पाउने छ नि त। भिजा चाहिँ 1 इयरको हुन्छ, रिन्यू गर्दै 5 इयर्ससम्म बस्न पाउने हो क्या। अनि फेरि त्योभन्दा लङ टर्म पनि बस्नु छ भने चाहिँ अब धेरै अप्सनहरू चाहिँ हुन्छ। अब के एसएसडब्ल्यू 2 भन्ने हुन्छ, त्यसको इक्जाम दियो भने हुन्छ। अब म जस्तो केयर गिभरमा आउनु भएको कोही छ भने चाहिँ उहरूको लागि चाहिँ खाइगो फुकुसिसी भन्ने कि अलि माथिको पोजिसनमा जाने टाइपको त्यो एउटा इक्जाम हुन्छ। त्यसको बारेमा त्यो दियो भने चाहिँ अब हामी लङ टर्म डिपेन्डेन्टमा बस्न पाउने, त्यो सबै हुन्छ। त्यो पढ्नुपर्छ? त्यो चाहिँ पढ्नुपर्छ। अब आफैले पढ्नलाई स्कुल नै हुन्छ कि? अब स्कुलै पढ्छु भने नि स्कुल पनि हुन्छ। अब आफैले सेल्फ स्टडी गर्छु भने पनि सेल्फ स्टडी नै गर्न मिल्छ।
भनेपछि इन्जोय भइरहेछ जापानको लागि इन्जोय भइरहेको छ अब त्यस्तो विदेश आछु दुःख पाएँ भनेर त्यस्तो उस चाहिँ भएन कि अहिलेसम्म चाहिँ ठिकै छ काममा गए पनि अब बुढाबुढीहरू देखेपछि त्यस्तै खुसी भइहाल्छ है तिनीहरूसँग छुट्टै एट्याच हुँदो रहेछ क्या काम गर्दै गएपछि त्यस्तै छ अलिक कुनै सिचुएसनमा चाहिँ कतै कतै सुने अब म आफूले त एक्सपिरियन्स गरेको छैन अलि जापानिजहरू चाहिँ अलिकति दिमागी अवस्था उनीहरूलाई कन्ट्रोल गर्न या उनीहरूसँग काम गर्न चाहिँ अलिकति गाह्रो हुन्छ भन्ने सुनिन्छ त्यो त हो दाइ होइन हामी चाहिँ सुरुमा आउने बित्तिकै यिनीहरूसँग भिज्न चाहिँ गाह्रो हुन्छ नि त अब यिनीहरू टोटल्ली चेन्ज हुन्छ हामी अर्कै हुन्छ सानैदेखि छुट्टा छुट्टै उसमा आएको है सुरुमा त अब तिनीहरूले बाहिर चाहिँ राम्रो आहा भन्ने हुन्छ पछाडि चाहिँ अरू मान्छेहरूसँग कुरा गर्ने यो यस्तो त्यो यस्तो भन्ने धेरै हुँदो रहेछ कि सुरुमा चाहिँ धेरै गाह्रो भएको थियो एकछिन त 1 महिना जति त रुन पनि रोए होइन तिनीहरूको त बेहोरा देखेर काम देखेर होइन कि त्यो काम गर्ने मान्छे देखेर के अब काम त ठिकै छ काम त हामीले गर्न सकिन्छ नि होइन उहरूले गर्ने अब अगाडि आहा कस्तो राम्रोसँग गरेको रश्मि तिमीले काम भन्ने है पछाडि चाहिँ अरू त्यो खाइसाभरि फाइल गराउने के केही गल्ती गरेछ भने पनि केही गरेछ भने पनि अनि अब केही भयो भने पनि हाम्रो अगाडि आएर ल तिमीले यस्तो गर्यौ यसलाई सुधार है नभनिकन चाहिँ अरूको थ्रुबाट चाहिँ नराम्रो टाइपले चाहिँ भन्न लगाउने के अरूले चाहिँ तिमीले यस्तो गर्यौ रे यस्तो नगर है यस्तो गर्यो है यस्तो के भन्ने के त्यस्तो हुँदा चाहिँ थोरै अलि मेन्टल्ली उस हुन्छ त्यही पनि इट्स ओके भन्ने अनि फेरि है यिनीहरूले भनेर केही हुँदैन भन्ने तर अलिकति यही फिल्डमा एसएसडब्ल्यूमा पनि अनि त्यो पनि केयर गिभरमा आउँदा चाहिँ मेन्टली चाहिँ अलिक स्ट्रङ नै हुनु पर्यो मेन्टली चाहिँ स्ट्रङ हुनुपर्छ केयर गिभरमा चाहिँ अब काम गर्ने मान्छेसँग होइन कि त्यहाँ हुने कौरेसा सामाहरू हुन्छ बुढाबुढी हुन्छ नि तिनीहरूसँग चाहिँ अब उ गर्नको लागि चाहिँ स्ट्रङ हुनुपर्छ आफू कतिको स्ट्रङ हो त म त तिनीहरूलाई उल्टै नेपाली सिकाएर नेपाली गीत सिकाएर नचाएर बस्छु म त त्यो भयो त्यही भएर पनि हालसम्म भाषा बन्ने छैन राम्रो खासै बिस्तारै बन्दै जान्छ समुद्र पारीको कथा गरेदेखिबाट यो एसएसडब्ल्यू भिजाको कथा हामीले पहिलोचोटि गर्दै थियौँ र हामी निकै उत्सुकताका साथ नागोयादेखि ओसाकासम्म पुगेका थियौँ सपना के छ र त्यस्तो सपना त मेरो यहाँ जापानमा बसेर पुरा गर्ने सपनै छैन दाइ सपना त म त अब अहिले चाहिँ अब फाइनेन्सियल प्रब्लम हुन्छ नि त हामी जस्तो अब फ्यामिली मिडल क्लास फ्यामिलीलाई त भने जस्तो हुँदैन नि त अब त्यसैको लागि पहिला सुरु फाइनेन्सियल अवस्था स्ट्रङ गरौँ त्यसपछि अरू सपनाहरू हजुर त्यही हो ब्लग पनि गरिन्छ युट्युबमा ब्लग त छोड्नु होइन त्यो त मेरो त बच्चैदेखिको सपना हो अब त्यो हातमा मोबाइल थिएन भन्ने बित्तिकै मोबाइल पनि मम्मी बाबाले पनि किनेर ल्याउन नसक्ने होइन अनि अब आफैले कमाएर आफूले गरेपछि बल्ल स्टार्ट गर्छु भनेर जापान आएपछि आउने बित्तिकै मैले स्टार्ट गरेको ब्लग गर्ने चाहिँ सानैबाट मन ब्लग गर्ने त मेरो त मन त कता कता छ ब्लग गर्ने त झन् सबैभन्दा ठुलो सपना हो अब अरू त झन् पुरै अनगिन्ती छ सपनाहरू छ एउटा ब्लगरलाई चाहिँ के कारणले जापान ल्यायो त ब्लगरलाई चाहिँ अब के कारणले भनौँ अब फ्यामिली प्रब्लम भनौँ कि है फाइनेन्सियल प्रब्लम भनौँ मिडल क्लास फ्यामिली अब नेपालमै बसेर म ब्लग गराउँछु भन्ने बित्तिकै अब हामीले ब्लग गराउने बित्तिकै पनि त एकैछिनमा राम्रो भएर त्यस्तो हुँदैन नि त कति महिना कति वर्ष कति स्ट्रगल गर्नुपर्छ है अब अहिलेलाई चाहिँ अब बाहिरै जाऊँ बाहिरै गएर राम्रो हुन्छ भन्ने भएर हजुर भनेपछि अहिले राम्रो भइरहेछ पहिलाको भन्दा राम्रो भइरहेको छ अहिले कति दिन काम गर्नुपर्छ यहाँ हाम्रो महिनामा चाहिँ अब के भन्छ 22 दिन काम 8 दिन छुट्टी हो 31 को 32 को महिना छ भने चाहिँ 9 दिन छुट्टी त्यस्तो पर्छ त्यही हो अनि दिनमा चाहिँ 9 दिन छुट्टी भनेको हप्तामा त्यस्तो हप्ताकोले चाहिँ मैले उ गरेको छैन अहिलेसम्म त्यो महिनाकोले गर्छौँ हाम्रो त महिनाको उस हुन्छ नि त ए पहिले नै त्यो सिफ्टहरू आउँछ कि हजुर 1 महिना अगाडि नै सिफ्टहरू आएको हुन्छ अब नेक्स्ट मन्थको चाहिँ यो मन्थको 25 मा सिफ्ट आउँछ अनि कति बिदा बस्ने भनेर आफैले भन्यो कति बिदा बस्ने मतलब 8 दिन चाहिँ बिदा हुन्छ त्योभन्दा धेरै चाहिँ बिदा बस्न पाउँदैन अब आफूलाई काममा जानुभन्दा अगाडि बिरामी छ भने कल गरेर चाहिँ म बिरामी भए आउन पाइनँ भन्यो भने चाहिँ इट्स ओके भनेर चाहिँ छुट्टी लिन पायो पहिल्यै चाहिँ म यो दिन छुट्टी बस्छु है भनेर चाहिँ भन्न मिलेन
ए अब राखिदिन्छ छुट्टी चाहिएको बेलामा चाहिँ 8 दिनभित्रमा चाहिँ अब जति बेला भए पनि 8 दिन चाहिँ छुट्टी आफूले राख्न पायो आफैले फेरि राख्ने होइन सबै चाहिँ आफूलाई चाहिएको बेलामा कुनै कुनै अब स्पेशल डेहरू नि हुन्छ हजुर त्यस्तो डेमा चाहिँ जस्तै आज है आजको लागि चाहिँ मैले अघिल्लो महिना नै टिक गरेर राखेको थिएँ क्या हिजो याकिन गरेर नाइट गरेर अनि आज बिदा राखेको थिएँ ए हिजो नाइट थियो होइन हिजो अस्ति 5 बजे छिरेर हिजो 10 बजे निस्केर अनि हिजो रेस्ट गरेर अनि आज यहाँ आयो ए काम चाहिँ कस्तो बिहान बेलुका जहिले नि गर्नुपर्छ कि काम चाहिँ बिहान बेलुका त्यसो नाइट पनि हुन्छ अब डे पनि हुन्छ डेमा चाहिँ हाम्रो 8 घन्टाको काम हुन्छ र नाइटमा चाहिँ 17 घन्टाको हुन्छ कि त्यो कहिले डेमा गर्नुपर्छ कहिले नाइटमा गर्नुपर्छ महिनामा चाहिँ अब 4-5 चोटि 6-7 चोटि कहिलेकाहीँ मान्छे थोरै छ भने 7-8 सम्म पाउँछ नाइट चाहिँ नभए डे नै हो नाइट गर्न गाह्रो छ है नाइट गर्न त्यस्तो गाह्रो भन्न मिल्दैन दाइ नाइटमा चाहिँ झन् सजिलो हुने रहेछ किनकि सबै सुतेको हुन्छ नि त अब मान्छे फेरि काम गर्ने मान्छे थोरै हुन्छ अब म चाहिँ रातभरि निद्रा नलाग्ने मान्छे त्यही भएर नाइट काम मेरो लागि पर्फेक्ट छ भन्नाले त्यो एसएसडब्ल्यूमा टोटल आउन चाहिँ 4-5 लाख भयो भने 5 लाखसम्म चाहिँ आउँछ तर त्यो अहिले यो एउटा भिजा सुनेको छ के भिजा डिसन कोको कि के भने ब्याचलर भिसा भनेर सुनेर ब्याचलर वाला वर्किङ भिजा हजुर त्यसमा आउनुभन्दा चाहिँ एसएसडब्ल्यूमा आउनु चाहिँ राम्रो हो कि त्यसमा त नआउँदा हुन्छ भन्छु म त किनकि अब मैले एउटा भेना हुनुहुन्छ के ऊ अहिले भर्खर 2-3 महिना जति भयो आएको है अब ल्याइदिने मान्छे पनि कन्ट्याक्टमा छैन अनि त्यसपछि आएर त्यो खाइसाले पनि काम दिएको छैन तिमी भन्दा पहिला आएको सिनियर मान्छेले त अहिलेसम्म काम गर्न पाएको छैन एकछिन वेट गर भन्दा यत्रो राखेछ के त्यही भएर बिचरा उसलाई प्रब्लम भइरहेको छ त्यही भएर म त धेरै जसोलाई नआउनु त्यो भिजामा भन्छु त्यो एसएसडब्ल्यूमा डिपेन्डेन्ट चाहिँ ल्याउन मिल्दैन हो मिल्छ मैले भने नि अब अरू फिल्डमा आएको छ भने चाहिँ एसएसडब्ल्यू 2 भन्ने हुन्छ कि हामीले चाहिँ अहिले एसएसडब्ल्यू A1 भन्ने इक्जाम दिएर आएको नि त नेपालबाट एसएसडब्ल्यू 2 भन्ने हुन्छ त्यो इक्जाम पास गर्यो भने ल्याउन मिल्छ डिपेन्डेन्टमा अनि मेरो केयर गिभरको चाहिँ त्यही केयर गिभरको खाइगो फुकुसिसी भन्ने इक्जाम दियो भने चाहिँ ल्याउन मिल्छ नेपालमै भएकोलाई थाहा हुन्छ त हैन जापान गएपछि यस्तो दुःख हुन्छ अरूले पनि अरू थ्रुबाट पनि थाहा भइहाल्छ नि त यस्तो दुःख छ यस्तो छ भनेर त्यो भइ पनि आउने अनि आएर त्यत्रो पैसा खर्च गरेर बाउआमाको टाउकोमा ऋण थुपारेर जापान आएर मर्ने त्यो बेवकुफ होइन त नि दाइ एकदम ल जति दुःख भयो नि 1-2 वर्ष दुःख होला एकछिन दुःख होला हैन मेहनत गर्छु गर्छु भनेर त्यो हुन्छ नि पछि राम्रो भइहाल्छ जे हुन्छ राम्रैको लागि हुन्छ भनेर हिँड्न नसक्ने के कस्तो होला अचम्म मान्छु म त त्यस्तो मान्छेलाई देख्दा कहिलेकाहीँ त लाग्छ मेरो जिन्दगी नै यही हो कि क्या हो अब म नमरिन्जेलसम्म यही गर्ने हो बिहान काममा गयो साँझ आयो सुत्यो उठ्यो फेरि काममा गयो भन्ने हुन्छ अनि त्यसैको लागि त अब मेहनत गरेको पछि राम्रो होला हैन भनेरै मेहनत गरेको एकछिन गरौँला मेहनत पछि हेर्दै जाम के हुन्छ भविष्य कसैले देखेको छैन मेहनत गर्यो भने त भविष्य एक न एक दिन त अवश्य राम्रो हुन्छ सबैभन्दा ठुलो कुरा मेहनतको फल मिठो हुन्छ गुलियो आँप जस्तो आँप मनपर्छ नि यहाँ कति महँगो छ त्यही भएर म खाएकै छैन आएबाट है यहाँ त लास्ट महँगो छ अनि अहिले त चामलको भाउ कति महँगो भएको अब जापान आउने भनेर मात्र पनि हुँदैन है यहाँको महँगाइहरूको पनि बुझ्न जरुरत छ अहिले कति छ यहाँ चामल चाहिँ अहिले यहाँ कति 10 केजी हैन मैले फेरि यस्तो गर्छु के मैले चाहिँ नेपाली पसलबाट झ्यापै मगाउँछु के एकैचोटि मैले 10 केजी चामल र अलिअलिहरू कम्बो सेट मगाएको थिएँ त्यतिलाई कति 13,000 मा ल्याएको थिएँ के अब एक्ज्याक्ट कति थाहा छैन ओके चामलको मात्रा चाहिँ के रे जुन यो एसएसडब्ल्यू भिजामा आएको मान्छेले ट्याक्सहरू पनि पे गर्नुपर्छ है इन्कम ट्याक्सहरू हजुर त्यस्तोहरू नि अब त्यो हाम्रो त खाइसाले नै काट्छ त्यही भएर मलाई त्यस्तो धेरै जानकारी छैन त्यो बारे अरु काटेर एक्स्ट्रा बिलहरू केही पे गर्नुपर्छ कि पर्दैन
एक्स्ट्रा बिलहरू आफैले चाहिँ पे चाहिँ गरेको छैन। खाइसकेबाटै जे हो त्यो काटेर चाहिँ हाम्रो हातमा पैसा दिन्छ। त्यही भएर के को काट्छ कसो काट्छ त्यो उसमा चाहिँ स्यालेरी सिटमा चाहिँ हुन्छ, तर मैले हेर्दिनँ। अब अन्तिममा चाहिँ हजुर के भन्न मन लागेको छ हाम्रो जापान आउने जो एसएसडब्ल्यूमा आउन चाहिरहेको छ, जो खोजिरहेको छ, या जापान कस्तो रहेछ? जापान त्यस्तो नराम्रो पनि होइन, धेरै राम्रो छ, धेरै सेफ्टी कन्ट्री हो यो चाहिँ होइन। अब आउन चाहनुहुन्छ भने फर्स्टमा त तपाईँले भाषा नै बनाउनु पर्ने हुन्छ। भाषा नहुन्जेलसम्म यहाँ कामै छैन है, किनकि उनीहरूले खासै इङ्ग्लिस पनि बुझेको हुँदैन। अब यिनीहरूसँग बोल्ने भनेको जापानिजमै हो, त्यही भएर भाषा राम्रो बनाउने अनि राम्रोसँग पढ्ने, आएर चाहिँ अब आफूले हार नमान्ने भन्ने जुन के भन्छ उलिएर आउनुपर्छ क्या, जति जुनुन लिएर आउनुपर्छ। जति दुःख भए पनि हुन्छ नि, आफूले के भन्छ त्यो दुःखलाई चाहिँ पार गरेर म अघि बढ्छु भन्ने फेस गर्न सक्ने, प्रब्लमलाई फेस गर्न सक्ने चाहिँ भएर आउनुपर्छ। यहाँ आएपछि धेरै दुःखहरू भइहाल्छ, विदेश भनेपछि सुख हुँदैन, काम सजिलो हुँदैन, गाह्रो हुन्छ है। त्यही भन्न चाहन्छु, आफूले स्ट्रङ भएर आउनुपर्छ। आज उहाँले हामीलाई एकदमै धेरै आफ्नो किमिसी टाइमलाई निकालेर भए पनि होइन, 1 महिना अगाडिदेखि आफ्नो छुट्टी मिलाएर भए पनि हामीलाई यस्तो धेरै इम्पोर्टेन्ट टाइम दिनुभएको छ, त्यसको लागि अरिगातो गोजाइमास भन्छ नि, धेरै धेरै धन्यवाद। अनि अब हाम्रो चाहिँ यो समुद्रपारीको कथा लगभग हाम्रो अन्त्यतिर हुँदैछ र हामी लगतै हामी चाहिँ एउटा स्टुडेन्ट सो र पोडकास्टको पनि हामी स्टार्टिङ गर्दैछौँ र आज चाहिँ उहाँलाई हामी यो ब्याज प्रदान गर्दैछौँ र हजुरहरू पनि आउनुहोस्, हामीसँग जोडिनुहोस्, हाम्रो अब नयाँ आउने प्रोग्रामहरूमा हजुरहरू सबैजना जोडिनु होला है त। ओके नाइस, ल नजिकबाट देखाइदिनु। हाम्रो ब्याज चाहिँ अलिकति साइज सानो पर्न गएको छ, किनकि हामीले अलिकति स्टार्टिङमा हामीलाई साइजको चाहिँ अलिकति थाहा भएन, अनि त्यसैले अब नेक्स्ट टाइम चाहिँ अलिकति ब्याजको साइज ठुलो हुनेछ घुमेन्ने। ओके इट्स ओके भयो, थ्याङ्क यू। हजुरलाई झन् धेरै धेरै धन्यवाद, यति राम्रो मौका दिनुभयो मलाई। ल पोडकास्टको लागि अब पक्का भइयो, पक्का र नेक्स्ट पोडकास्टमा हेर्नु नभुल्नु होला।